भन्दै हाल्नु पर्ला ल गाइजहरू ल है त आज हामी केउतोतिर जाँदैछौँ यता हाम्रो आमा आरिजा च्यान यता हाम्रो आजको एकदम सेफ राइड गर्नेवाला ड्राइभरलाई चाहिँ नभनिहालौँ मेरो भिनाजु यता युवराज सिंह कस्तो फिलिङ्स आइरह त ल है ल केउ त धेरै रमाइलो गर्नुपर्छ म चाहिँ यहाँ अगाडिबाट देखिरहेको छु गाइज अब हाम्रो यात्रा सुरु भयो अब ल बाई बाई अब हामी बाटोतिर भेटौँला है त लाउनु बुवा बुवालाई त अगाडि त लाउनै पर्छ अब चाहिँ हामी यहाँ बाटोमा 7-Eleven यहाँ झरेको एकछिन चिया खान बुवा आमालाई चिया खाए गर्न मनपर्छ गर्मी छ बाहिर त यतातिर हाम्रो उताभन्दा नगयो भन्दा यतातिर धेरै गर्मी रहेछ यिनीहरू सबै यहाँ भित्र चिसोमा बस्ने छन् मेरो छानेले यहाँ के खान्छ मेरो छानेले ओहो ल बुवा आमा यता बस्नु भएको बुवा आमा आरामले बसेर थकाइ मारेर यहाँ कफी खाँदै हुनुहुन्छ कफीको चुस्की लिँदै अब ल अब हामी यहाँबाट प्रस्थान गरिन्छ होइन त आमा चिया खानु भयो धित मर्यो खाँदैछु गाडीमा लिएर आउनु भयो आमालाई जापानको कफी मन परेको जे होस् है मन नपरेर सुखै छैन के गर्ने त ल ढुकुर जोडी हिँड्ने होइन चिया खानु यहाँ गाडीमा खाने हुन्छ बुढीमा मेनाको के गाली छ कता जान्छ नि कता हो घुम्न गएको के हो त भन्दैन के हो त आमा ए आमा 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 गर्मी ल अब हामी प्रस्थान गरिन्छ फेरि अब डाँडाकाँडा सुरु हुन्छ डाँडाकाँडा हेर्नु होला ल बुढामा यहाँ रेडी सेडी हुनुभयो बुढामा यता ड्राइभर साहब गुरुजी अब एकदम सेफ ट्राभल गर्नु सेफ ड्राइभिङ गर्नु होला हुन्छ यहाँ खाली बुवाको हाल्नु भयो भने ल अब केउतोको स्टार्ट भयो फेरि हामी हिँड्नलाई एकछिन रोकेर चिया खाएर बुवा आमाले कफी सफी अब डाँडाकाँडा सुरु हुन्छ बुवाले जापान आएदेखि डाँडाकाँडा देखाएको छैन भन्नुभएको छैन बुवाले डाँडाकाँडा देखाएको छैन भन्नुभएको छ नि अब देख्नुहुन्छ है यतातिर हुनुहुन्छ यहाँ गाइड्सहरू यता हुनुहुन्छ भाइ साहब यता पर्से कतिचोटि देखाउने है ल है प्लेन हेर्नु होला प्लेनलाई ल्याएर राखेछ नि यहाँ खम्बमा जापान निहोङको बुवा विदेश चाहिँ सबैजना आउनै पर्यो अरे ए अरे भन्नु पैसा कमाएर जाने हो बस्ने यहाँ होइन अरे पैसा कमाएर जाने अरे त्यो अघि एकछिन कहाँ के भयो भन्छ अस्ति एकदिन यति ठुलो उसले गडाङगुडुङ गरेको अनि पर्सेले स्कुलबाट लिएर आएको त उसले पहिलोचोटि सुन्यो भएर पर्छ के भयो भन्छ अरे आमा बुवा पारीको रुख हेर्नु न यता पारीको रुख कस्तो दामी आमाले हेर्नु भएको छैन के आमा उहाँ अगाडिको रुख हेर्नु त उहाँ हेर्नु रुख कस्तो दामी रुख नयाँ यो अर्कै प्रजाति हो क्या आमा यो त गिफु नै हो क्या बेलमाया न हेर्न है यस्तै हो यस्तै सेम यस्तै खोला उतापट्टिको यहाँ
ध्यान दिनेले देखाएन तिनीहरूले कहाँ देख्छन् हजुरले देखाउनु भएको भिडियो खिचिहाल्यो भिडियो हजुर गाडी अलि माथि गर्नुभयो अलिकति सिधा के सिधा थियो हो त्यसो गर्नु अलि हात उठाइदियो हो सानो बाटो रहेछ है के अरे अस्ति नै सानो भएर हामीले रातो यो बाटो होइन क्या उही बल क्या साँच्ची नै बेबी नमिता भयो नमिता रमिता होसी होला धेरै हेरेको फाइदा होसी भने आमा किरे गाइदियो किरे गाइदियो सोधेँ हात अगाडि गरेर गर्नु लाइन लाग्नु पत्र गाउँ अब 5 बजी लगाइदिउँ देखाएको त्यहाँ अघि देखेछ कि राइट साइड दिदी राइट साइड ट्रेन चढ्ने हो कि ट्रेन ट्रेन चढ्ने उतैबाट तेल किन साइड हो त्यो आमाको अगाडिको ट्रेन चढेर जाने लाउनु पर्यो ल अब हामी ठ्याक्कै क्योटोको नारा ओ मिर्गाउँ सुरु भयो ल हामी ठ्याक्कै क्योटो आइपुग्नु ल नारा देखियो ठ्याक्कै अब सुरु भयो यहाँबाट सुरु भयो ल हेर्नु चौरेवरी रमिता रहेछ यत्रो हेर्नलाई मान्छे कति कहाँ कहाँबाट आउँदैन प्रायः विदेशी नै धेरै आउँछ पहिला उ गर्नु पर्यो पार्क गर्नु पर्यो पार्किङमै राख्न पर्छ होला सफल भित्र हुनुपर्ने हो ए उता भित्र हो क्या सफल भित्र छ अगाडिबाट छ होला त्यसो गाडी ल फाइनली हामी नारामा ल्यान्ड भइसकेको छौँ होइन तर अलिक ढिलो भयो कति सानो सानो बच्चा रहेछ हरिण यहाँ मजाले हरिणहरू चरिरहेको रहेछ हामीले खानेकुरा केही ल्याउनु पाइएन बिर्सिहालेँ बिचरा के ल्याएको छ भनेर हेरिरहेछ ए टन्नै हरिण मिनी स्विजरल्यान्ड आइहाल्छ मिनी स्विजरल्यान्ड आमालाई ठ्याक्कै स्विजरल्यान्ड जस्तै लाग्यो अरे अझै यस्तो कति बाँकी छ हजुर यही बाटो हो ल नक्कीले के गरेको हो देवासले के गरे हो माया गर्दैन देवास माया गर्दै माया गर्दैन देवास माया गरिदेऊ तिमीलाई होइन यता गर्नुपर्छ माया गरिदेऊ नि त फेरि नक्की ल म एकै जाने नि त त्यो बठाल देवास आयो ल माया गरिदेऊ माया केही हुन्न माया गरिदेऊ माया गरिदेऊ माया डर चिङ भएको देखेको थियो हान्छ भने के आऊ यता आऊ
मजाले बाख्रा चरे जस्तो गरेर चरिरहेछ सबैजना। नक्कु दिदी यहाँ हाम्रो दिदी हुनुहुन्छ यहाँ पातलो दिदी यहाँ हाम्रो टोलीहरू ओहो ल आमा के हो यो बच्चा ढाडे सब छ हेर्नु न अब बेसी हाल्यो खोइ बच्चा ओहो दुईटा मजाले बसाएर चाहिँ त बच्चा हो दुईटै बसेछ अब अझै छ घुम्नुपर्ने ठाउँ यो मात्रै छैन हाम्रो नारामा धेरै छ यहाँ चाहिँ सुरुमै अब इम्प्रेसनै खत्रै परेर यहाँ चाहिँ अब जाम्न एकचोटि यसो छुस्छ सिरुम भनेको त धेरै राम्रो रहेछ यहाँ पनि हरियाली हरियो हरियो वन जापानको धन आमालाई बोलाऊ ल पुङपुई पानी रहेछ यहाँ भागो देवांश देवांश भागो भागो ताची गर्दै देवांश ताची गर्दै ताची ओ ताची गर्दै उहाँ हेर न मामुले गर्नुभएको ताची हेर न मामुले ताची गरिदिनु भयो देवांश पनि ताची गरिदेऊ न आले यो पार्क चाहिँ घुम्ने होइन यो हरियो पार्क अफ जाने भने यहाँको नाम के हो है अब यहाँबाट हामी अब सिधै केउटीतिर लाग्छौँ अब यहाँ के अरे आमाको चाहिँ आफन्त एकजना आउँदै हुन्छ उहाँलाई भेटेर निस्किन्छौँ हामी
ल आमाको 5-6 वर्षपछि 10 वर्षमा भेट भयो उहाँ होइन बहिनीसँग नमस्ते ल ल ल बाबा छोरीको बल्ल बल्ल भेट भयो धेरै वर्षपछि ल अलिअलि रुवाबासी त गर्नु बुवा हामीलाई चाहिँ लास्टै भोक लाग्यो अब खाजा खान हामी केउतो के अरे नारा स्टेसन आइपुग्यो नारा स्टेसनमा अब के खाने हो खाएर हामी केउतोको लागि निस्किन्छौँ बुवालाई पनि भोक लागिसक्यो घरै बुवालाई होइन सबैलाई लाग्यो म त गुप्प खाएको आई नक्की हामी चाहिँ लास्टमा तोरी किचकमा एक तोरी खाने भयो तोरी किचक बनिन्छ तोरी खाइन्छ हामी तोरी किचक जाने भयो हाम्रो पोलेको मासु सबैजना हामी अब याकतोरी आइपुग्यो याकतोरी खाएर भोक लगाएर अब याकतोरी खान पर्यो पोलेको मासु अहिले नेपालतिर यस्तो मजाले पोले चाहिँ हुँदैन आमालाई पनि मिठो लागेको छ पोलेको मासु बुवालाई पनि मिठो लागेको आमाले हामीलाई जिम्तेहरू खाएर है भिडियो हाले त यति गाले गरे होइन नेपालबाट यहाँ आमा होइन तिमी गाली खाएको यही खाएर गाली खाएको हामीले नेपालबाट हामी चाहिँ होटल आइपुगे सबैजना होटलको कोठा चाहिँ राम्रै छ आमालाई थकै लाएर ढलिसक्नु सब थकै लागेछ अब गएर खाना खाने अनि आएर सुत्ने भोलि अनि गोल्डन टेम्पलको लागि निस्किने गोल्डन टेम्पलको त छुट्टै भ्लग आउँछ है त्यो चाहिँ छुट्टै हेर्नुपर्ने है ल अब हामी चाहिँ होटलबाट फ्रेस भएर अब खाना खान जान लागेको होइन बुवा अब हामी खाना खाने अब खाना खाएर अनि आएर सुत्ने अनि भोलि फेरि घुम्नु निस्किनुपर्छ गोल्डन टेम्पलतिर अँध्यारो छ केही देखेन ल अब चाहिँ हामी खाना खान निक्ल्यौँ ल है हामी चाहिँ अब यहाँ थकाली खाना खान आयौँ यस्तो मजाले झ्वाइँ पार्दै हुनुहुन्छ ल दिदी धन्यवाद होइन भयो ठिक छ ल धन्यवाद एकदम मिठो खाना छ होइन यो त आउनुभयो भने यो रेकमेन्डै गर्छु ल यहाँ शिवरात्रि भन्ने होइन आउनु खानुहोस् खाना एकदम दामी मिठो नेपालको भाइब आउने खालको खाना एकदम मिठो छ ल रेकमेन्ड गर्छु यो होटलमा आएर चाहिँ खानु होला